हेलो गुड आफ्टरनुन सबैजनालाई म त भोइस कभर गरिदिनु पऱ्यो है। आज चाहिँ हामी कहाँ आइरहेको छु भन्दाखेरि चाहिँ तपाईँलाई म देखाउँछु। प्रज्ञा है भन्दै त हाई देखाउँदै जान्छु जिनेल यहाँ हेर्नुहोस् यहाँबाट एकदम दृश्य देख्दो रहेछ। यहाँ चाहिँ वर्षाको स्ट्याचु रहेछ भनेर कलर लाउनु भएको रहेछ हो। यहाँबाट यस्तो प्रकारको भ्यू देखिन्छ। र अहिले चाहिँ मैले तपाईँलाई यहाँ पाँच पोखरी देखाइरहेको छु है। यो जग्गालाई चाहिँ पाँच पोखरी भनेर भन्ने गर्छ है। म चाहिँ फर्स्ट टाइम भिजिट गरेको, त्यति मलाई थाहा छैन है। मेबी यहाँ चाहिँ रेनी सिजनमा चाहिँ पानी हुन्छ है। यो जग्गामा चाहिँ पाँचवटा पोखरी भएको कारणले गर्दाखेरि चाहिँ यो जग्गाको नाम चाहिँ पाँच पोखरी भएको रहेछ होइन। अनि तपाईँलाई पनि मैले यहाँको भ्यू देखाइरहेको छु है। यहाँबाट चाहिँ यस्तो खालको सिन आउँदो रहेछ। फोटो खिच्दैछ। Glass house homestay. बेग उयसमै छ गाडीमा राखेको छ उसले। वाउ एकदम देख्दैको नि हौ। Wow, just looking like wow.
चिसो चिसो मौसममा चाहिँ यहाँ तातो चिया खाइरहेको छु अहिले पनि चाहिँ हो। हामीले नखानु त कुरै थिएन हो, हामीले खाइदिइहाल्यो पिरो पिरो। अब चाहिँ हामी निस्केको यस्तो झमक्कै भयो। यो चाहिँ बदलपुरा हो, हामी चाहिँ गएको अब सालुलाई दिइराख्नु।